हेलो एभ्रिवान, स्वागत छ सबैजनालाई मेरो आजको मिनी ब्लगमा। अनि मलाई कहाँदेखि हेर्दै हुनुहुन्छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। सबैजनाको गुनासो आजकल भिडियोहरू आउँदैन, कता हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ भनेर है। आजकल चाहिँ अब स्वास्थ्यले साथ नदिएको कारण चाहिँ भिडियोहरू आउनु पनि भएको छैन। अनि आज घरतिरै छु म, घरमै सरसफाइको कार्यक्रम चलिरहेको छ। सबै सामान फैलाएर बसेको छु, देख्न सक्नुहुन्छ। अब मैले नि सब समेट्नु पर्छ अनि केही समय पहिला हामीले नयाँ रुम पनि चेन्ज गरेका थियौँ। अनि यहाँ चाहिँ हामीले कोटनहरू चाहिँ यतिकै डोरीमा अड्डाएर चाहिँ राखेको थियौँ, किनकि एकदम लाइट आउँथ्यो सिसामा। अनि अलिअलि काम चलाउ गरेर चाहिँ राखेको थियौँ। अहिले चाहिँ मैले नयाँ कोटन यानि कि पर्दा मगाएर चाहिँ लगाउँदैछु। अब त्यो पुरानो पर्दाहरू निकालेर म लगाउँदैछु नयाँ पर्दा, किनकि बाहिरबाट एकदमै लाइट आउँछ कि पछाडिको ब्याकग्राउन्ड चाहिँ यस्तो राम्रो छ हाम्रो चाहिँ, एकदम हावा आउने है। यो गर्मीमा चाहिँ यस्तै चाहिएको थियो। अनि अब चाहिँ म रेडी गर्दैछु कोटनको काँटाहरू लगाएर। अनि यसलाई चाहिँ आज माथि लगाउनु पर्छ। म तपाईँलाई देखाउँछु कस्तो लाग्ने छ है यसको लुक। मैले चाहिँ नयाँ मगाएको थिएँ। सबैजनाले सोध्ने है कता हुनुहुन्छ आजकल, किन भिडियो आउँदैन भनेर। म चाहिँ घरतिरै छु भनौँ है। अब छोरी मान्छेलाई एक टाइम जति जे गर्छु उड्छु फिर्छु भने पनि एक टाइम बन्द कोठामा बस्नुपर्ने अवस्था आउँदो रहेछ क्या। अनि त्यही भएर हल्का स्वास्थ्यले साथ नदिएको कारण चाहिँ म घरतिरै नै छु भन्नुपर्छ। अनि लाइट पनि गएको थियो, त्यही बेलामा म पर्दा लगाउँदै थिएँ। यस्तो गर्मी पनि भएको थियो, म चाहिँ थाकिसकेको थिएँ गाइज। अब चाहिँ फाइनली मैले सकेँ लगाएर, देख्न सक्नुहुन्छ लुक। एउटा कोटन चाहिँ कम पर्यो, अनि त्यही भएर म चाहिँ पुरानै लगाइदिएँ। पुरानो पनि राम्रो देखिएको छ। अनि तपाईँलाई कस्तो लाग्यो? बाहिरको उज्यालो चाहिँ निद्रै नआउने क्या गाइज, मलाई चाहिँ त्यही भएर चाहिँ मैले लगाएको। कस्तो लाग्यो तपाईँहरूलाई? अनि मिल्नेछौँ फेरि अर्को भिडियोमा है। म यस्तै भिडियोहरू लिएर आउने छु। तपाईँहरू हेर्दै जानु, भिडियो कस्तो लाग्छ कमेन्ट गर्दै जानु। बाई बाई।